डबल आइलिड कसरी बनाइन्छ भन्ने धेरै पेसेन्ट्सहरूलाई डाउट हुन्छ होइन। जेनरली अब मङ्गोलियन पेसेन्ट्सहरूमा चाहिँ कति केसमा डबल आइलिड हुँदैन, आइलिडको फोल्ड हुँदैन माथिको आइलिडको होइन। यस्तो केसमा चाहिँ हामीले सर्जरीको माध्यमबाट चाहिँ सानो सर्जरी गरेर त्यो फोल्डहरू बनाउन सकिन्छ। त्यो चाहिँ अब एकदमै सिम्पल सर्जरी हो, त्यस्तो कम्प्लिकेटेड सर्जरी होइन सानो सर्जरी, सानो कट भनेको अब यत्रो जति कटले हामीले चाहिँ त्यो फोल्ड बनाउन सकिन्छ। त्यो फोल्ड चाहिँ कसरी बनाइन्छ भने बाहिरको छालाको एउटा पत्रा निकालिन्छ अनि भित्रको त्यो मसल्सको एउटा लेयर हुन्छ त्यो पनि निकालिन्छ। अनि त्यसपछि त्योभन्दा भित्र सेप्टम हुन्छ, सेप्टमभन्दा भित्र चाहिँ एउटा ल्याभिएटर भन्ने एउटा मसल्स हुन्छ। अब त्यो मसल्सलाई र बाहिरको छालालाई हामीले त्यो टाका लगाइदियो भने हामीले त्यो आर्टिफिसियल फोल्ड बनाउन सकिन्छ होइन। यसले गर्दा चाहिँ अब मङ्गोलियन आईमा पनि डबल आइलिड फोल्ड सर्जरी गर्न सकिन्छ। एकदम सिम्पल सर्जरी हो, तपाईँ हस्पिटल आएर सर्जरी गरेर लगभग 1 घन्टा सवा 1 घन्टाको सर्जरी हुन्छ। सर्जरी गरेर तपाईँ त्यही दिनमा फर्किन सक्नुहुन्छ। कम्प्लिकेसन्सहरू हुने चान्सेस एकदम मिनिमल हुन्छ है। केही दिन आँखाहरू सुन्निने अलिअलि दुख्ने हुनसक्छ, त्यस्तो खासै डराउनु पर्ने केही पनि हुँदैन। तपाईँहरूलाई पनि अब फोल्ड सम्बन्धी अरू जानकारीहरू लिनु मन छ भने हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू।